छोरी हो यो भन्नेलाई देविका म्युट नगरे देविका म्युट नगरे यो 10 पहिले आइमेको छोराछोरी हो यो म्युट नगर देविका जो मान्छे 10 पहिले आइमेको छोराछोरीले नराम्रो 10 पहिले आइमेको छोराछोरी मैले सुन्नु है के रे के भन्छ रे उहाँको प्रोफाइल भिजिट गरेर तपाईले यो कमेन्ट गरिरहँदा सावित्रा भाउजूको भिडियो उठाएर तपाईले किन पोस्ट गर्नुभएको छ तपाईको नैतिकताले दियो तपाईको चित्रण त यहीँनिर भयो त म्युट नहान देविका म्युट नहान किन ब्लक गर्नुभयो यिनको असलियत रूप हेर्नु क्या देविका म्युट नहान त कसको भाउजूको सावित्राको उठाएर छ ओए तपाईको ब्रोड मैले ब्लक गरेको छैन है यो के हो आत्मा काम नगर म ब्लक गर्छु मलाई चित्त बुझ्दैन म जसलाई ब्लक गर्न मन लाग्छ म गर्छु मैले ब्लक गरेको छैन लाज लाग्दैन शरम लाग्दैन एउटी आइमे जुन फर्स्ट वाइफ एउटा दुईटा बच्चा च्यापेर कहाँ गएर कसरी बच्चा पाल्ने कसरी त्यो बच्चालाई एक मुठी सास फेर्न दिने वातावरण एक मुठी पानी खुवाउनु पर्ने वातावरण कहाँ गएर गर्ने भने छटपटाइरहेको छ त्यही आइमेको बारेमा तिमीहरू यहाँ आएर बोल्न नराम्रो कमेन्ट गर्ने तिमीलाई लाज लाग्ने भुस्या कुकुरहरू यस्तो भाउजूलाई तपाईहरुले तिमीहरू भुस्या कुकुरहरू यहाँनिर आएर नराम्रो कमेन्ट गर्नुभन्दा अगाडि नि तिमीहरूसँग तिमी फ्री रहिछौ सबै भिखारी रहिछौ एकचोटि आएर नि सावित्राले भेटेर अनि सावित्राको फेस टु फेस सावित्राले भेटेर उसको पीडा बुझ त्यस पछाडि यहाँ आएर नराम्रो कमेन्ट गर तिमीहरूले बुझौ तिमी 10 पहिले यहाँनिर आएर कमेन्ट गर्ने जति नराम्रो कमेन्ट गर्ने जति सबै 10 पहिले आमाके छोराछोरी 10 पहिले आइमेहरू र छोरा मान्छे यहाँ आएर तिमीले नराम्रो कमेन्ट गर्ने सावित्राले भेट त पहिला उसको अवस्था के छ के बुझाछौ तिमीहरूले सावित्रालाई लाज छैन शर्म छैन तिमीले जे मलाई त्यही आएर बोल्नलाई यस्तो भयो जान्मी सिस्टर हामीले दिदी उलाई त दिदी सावित्रालाई दिदी एउटा इमानदारी हिसाबले रुन त पर्यो जाऊ सावित्राले राम्रो इमानदारी हिसाबले के बोल्न त पर्यो जस्तो रुन पनि जान्दैन के सावित्राले किनभने चाहिँ म मेरो फ्यामिलीको लागि म रुँदैन म नरोएर मेरो छोराछोरीलाई साथ दिन्छु भनेर अगाडि बढ्ने आइमे यही हो के दिदी हो भाउजूसित मैले अस्ति अदालतमा एकैछिन भेट भएको थियो मेरो पनि कामले गएको थिएँ एकैछिन भेटु योसँग त म कतिपल्ट भेटाएको छु मैले यति भन्छु कि सावित्रालाई नाम नल्यास है नाम नल्यास कसैको नाम नल्यास घरमा गएर यसो मैले भात खाएर आएको छु नाम नल्या बहिनी नाम नल्या भनिरहेको छु मैले भाउजू पनि भन्दैन म त्यही त अब यस्तो भाउजूलाई प्लिज तपाईहरुले सपोर्ट गर्न चाहनुहुन्छ भने आर्थिक रूपमा मोरल सपोर्ट फिजिकल्ली सपोर्ट दिनुस् यो टिगर गर्ने काम मेसेज गर्ने मन पर्दैन भाउजूलाई सिधै ब्लक गर्नुस् तपाईलाई यो ब्रडमा यो कुराहरु मन पर्दैन भने सुन्दा पनि निन्जा सिस थ्यांक यू सो मच है 10 पहिले भए पनि 1 पहिले भए पनि कम से कम लेडीजको मर्म बुझ्देऊ मात्र भन्न खोजेको है सिस मैले सबैलाई भनेको छैन जसले नराम्रो कमेन्ट गरेको छ उलाई मात्र भनेको है मैले बिचरा देविका उसको अनुहार हेर्न लायकको हुँदैन है प्रत्यक्ष तिमी त बाहिर छौ है उलाई जब सावित्रालाई अगाडिबाट देख्यो नि उसलाई उसको फेस हेर्न लायकको हुँदैन त्यति टिक लाग्दो त्यस्तो खालको फेस देखिन्छ बिचारीको है भात खाएको खाएन पानी खाएको खाएन राम्रोसँग रातिमा राम्रोसँग सुतेको छ कि छैन केही थाहा छैन त्यति गाह्रो गरी जिन्दगी जिएको छ तर कहिले नजिकमा आएर कसैले पनि कस्तो छ तिमीलाई भनेर कसैले नजिकमा आएर बुझेन सबैले भ्युअर्स बढाउने भ्युअर्स बटुल्ने तिम्रो मान्छेलाई फेरि फोन आउँछ हावातालमा बोल्दै मात्र बस नगर क्या हैन यो मान्छे चाहिँ को हो ल माथि तान त प्राइभेट आउनु त तपाई आउनु त प्लिज प्राइभेट आइडी छ माथि आउन सक्नु पर्यो माथि आउनुस् त प्लिज भोलि तिम्रो मान्छेलाई फेरि फोन आउँछ त ल आउनुस् प्लिज बाइ बाइ उसकै आमालाई पर्छ भोलि उसकै आमालाई पर्छ आउनुस् त तपाई आउनुस् त माथि आएर बोलाउन हो दम भयो माथि आएर बोलाउँ माथि आएर तपाई प्लिज तपाई आउनुस् त प्लिज लाइभमा आएर कराएर हुन्छ अरे लाइभमा आएर नकराएको भए लाइभमा आएर नबोलेको भए ओए तामाङ नि मिरा नबोलेको भए नि तिमीले भात खान दिन्थ्यौ तिमीले चामल एक मुठी चामल दिन्थ्यौ तिमीले लाज छैन शर्म छैन तिमीलाई अलिकति त के बोलेको लाइभमा आएर नकराए क्या उसमा के अरे एक्लै त्यो युट्युबमा गएर रोएर हेरेर बस्ने हो र ईशा घिमिरे सही हो सही भनेर त्यो उस नदेखाए हुन्छ अलि हुन्छ नि तरिका कुन चिजको सही हो तिम्रो आइमै हो नि तिमीहरू आइमै होइन 10 जनासँग इलुली गर्दै हिँड्नुहोस् 10 जनासँग इलुली गर्दै हिँड्ने मान्छे सही होस् एउटा छोराछोरीले पालेर बस्ने मान्छे गलत हुन्छ
के को सोमत छैन तिम्रो के को सोमत छैन तिम्रो त्यो कसलाई भने त थाहा छैन मेन्सन पनि गरेर भन है मेरो दिदी बहिनी मेरो सिस्टर मेन्सन गरेर भन के को सोमत छैन भनेको कसलाई सोमत छैन भनेको त्यो मेन्सन गरेर भन्ने गर्नुहोस् है तपाईँलाई टाइपिङ गर्न आउँदो रहेछ राम्रो इङ्ग्लिस बोल्नुहुँदो रहेछ तर त्यो उसमा मेन्सन गर्दा बोल्दाखेरि मेन्सन गरेर बोल्नुहोस् है किन हाँस्यो हामीलाई फलोअर चाहिएको छैन यहाँनिर फलोअर चाहिएको छैन हामीलाई केही भ्युजहरू बढी चाहिएको छैन साँचो कुराको यदि फलोअर चाहिएको भयो नि फेक आइडी लिएर हामी यहाँ बोल्ने थिएन फेक आइडी किन लिएर हिँडेको छौँ भन्ने कुरा साँचो कुरा बोल्दाखेरि एउटा नाङ्गो फोटो उठाएर उसमा टिकटकमा देखिन्छ भने चाहिँ हामीलाई त्यो देखाउनु छैन भनेर मात्र हामी यसरी बोल्न आएको हो हामीलाई फलोअर चाहिएको छैन